माग्यो, पीडा माग्ने भेटिएन, हाँसो मात्रै माग्यो, व्यवहारले लात्ता हान्यो, वचनले दाग्यो, व्यवहारले लात्ता हान्यो, वचनले दाग्यो। कर्णालीकी छोरीकन जापान कस्तो लाग्यो, कर्णालीकी छोरीकन जापान कस्तो लाग्यो। यहीँबाट सुरुवात गरे इप्सर सञ्जाललाई हार्दिक स्वागत गर्दै धेरै धेरै धन्यवाद दिन चाहन्छु। आदरणीय अग्रज व्यक्तित्व जो मेरो बुवाको पनि साथी हुनुहुन्छ, मेरो गुरुको पनि साथी हुनुहुन्छ। सम्बोधनका हिसाबले उहाँलाई मैले ठुलो बुवा भनेर सम्बोधन गर्छु। यहाँलाई धेरै धेरै सम्मान व्यक्त गर्न चाहन्छु। त्यसै गरी यहाँ उपस्थित हुनुहुने सम्पूर्ण छोरी चेलीहरूलाई नमस्कार। गर्मी छ है सुर्खेतमा? फेरि छोरी चेली मात्रै भन्नु होला, दाजुभाइ पनि हुनुहुन्छ, यहाँहरूलाई पनि नमस्कार। सबैजनालाई नमस्कार मेरो तर्फबाट। कस्तो लाग्यो जापान भने? मैले पहिलो पटक विदेश यात्रा, मलाई एउटा याद छ, कर्णालीमा आएको दिनमा हामी एउटै ठाउँमा थियौँ। उनको भिसा झऱ्यो, चौथो पाँचौँ पटक कतिपटक भयो, भित्रबाट रोएर आँखा यत्रा बनाएर निस्क्यो कि अनि किन रोयो छोरी भनेको जापानको भिसा लाग्यो अरे, त्यो खुसीको हर्षको आँसु हो भनेर भनेकी थिइन्। कस्तो लाग्यो नानीकोट हुँदै टुँडीखेत हुँदै जापानसम्म पुग्दाखेरिको यात्रा? त्यहाँबाट सुरुवात गरौँ। मेरो घरदेखि सदरमुकाम आउन 1 दिन लाग्छ। यहाँहरूलाई अवगत भएको कुरा हो। हामी नुन ल्याउन पनि सदरमुकामै झर्नुपर्छ, सुन ल्याउन नि सदरमुकामै झर्नुपर्छ, चामल ल्याउन नि सदरमुकामै झर्नुपर्छ, तेल ल्याउन, साबुन ल्याउन, स्याम्पू ल्याउन पनि सदरमुकाम झर्नुपर्छ। त्यो सदरमुकाम 1 दिनको बाटो हिँडेर जाने ठुलो सपना थियो मेरो कुनै बेला। म एकचोटि मानमा बजार पुग्न पाएदेखि म के गर्थेँ भन्ने सपना थियो। सो आज देश छोडेर, यो समयमा देश छोडेर विदेशको यात्रा मेरो लागि एकदमै अविस्मरणीय र अचम्मित थियो। ओहो, जापानले मलाई भिजा दियो। मैले कलाकारिता क्षेत्रबाट चाहिँ आफ्नो के गरे अस्तित्व बनाएर जापानले मलाई भिजा दियो भन्ने बित्तिकै अलिकति म भावुक भएँ। घरदेखि बाहिर निस्किन नमिल्ने यो समाज अनि यो वातावरणलाई अलिकति चिर्दै, अलिकति हप्काउँदै, अलिकति तन्काउँदै जापानसम्मको यात्रा तय भयो। एकदमै रमाइलो भयो। जापान जे भए पनि देशको माया देशकै माया हो। गएको 2 दिनभित्रै मैले कहिले आउँला भन्ने भइसकेको थियो, तर पनि एकदमै राम्रो, एकदमै अनुशासित अनि एकदमै सफा सहर लाग्यो मलाई जापान। सुरुवात गरौँ। कालीकोटकी छोरी हुन्, अहिले भन्दाखेरि अहिले कर्णालीकी छोरी हुन्। यात्रा, साङ्गीतिक यात्रामा कसरी सुरुवात भयो, कहिलेदेखि सुरुवात भयो? अलिकति पृष्ठभूमि, जो अहिले यहाँ छोरीहरूको सम्मेलन भइरहेको छ, जो घरबाट बाहिर निस्किन नपाउने, अघि हामीले आमाहरूसँग कुरा गर्दै गर्दा पनि उहाँहरूले भोगेका दुःख र अहिले तपाईँहरूले गरिरहनु भएको जुन स्ट्रगलबाट जुन अहिले नाम दाम सबै चिज पाइएको छ, त्यो ढङ्गले हेर्दै गर्दा यो ठाउँमा पुगुला भन्ने थियो या अब म गोरु चराउने बेला गाइने हो, भेडा चराउने बेला जाने गाइने हो, वनमा गइकन गाइने हो भन्ने लाग्थ्यो? के छ? इप्सल सञ्जाल बनाउने कर्णाली हो, कालीकोट हो। यदि म कर्णालीमा नजन्मेको भए, यदि म कालीकोटमा नजन्मेको भए, मैले यहाँको संस्कृति बुझ्न पाउँथेन, मैले यहाँका दुःख देख्न पाउँथेन, मैले यहाँको अभाव झेल्न पाउँथेन, मैले यहाँको समाव झेल्न पाउँथेन। यो सबै कुरा झेलेर, देखेर, हेरेर मात्र इप्सल सञ्जाल आज इप्सल सञ्जाल भएको हो। र मलाई गाउन, नाच्न भनेपछि बच्चैदेखिको चासो हो। यो कुरामा चाहिँ अब हाम्रो समाज अलिकति प्रतिबन्ध चाहिँ थियो यो कुराको। केटी मान्छे भएर, छोरी मान्छे भएर नाच्दै हिँड्न हुँदैन, गाउँदै हिँड्न हुँदैन भन्ने खालको एउटा कुप्रथा भनौँ, एउटा कुजाल, अलिकति अशिक्षित समाज, अझै पनि अलिकति अशिक्षित समाज नै छ हाम्रोतिर। किनभने शिक्षाको पहुँच भइराख्दा पनि गतिलो शिक्षाको आधार छैन। त्यही शिक्षा गतिलो होस् भनेरै शिक्षकहरूले आन्दोलन गर्नुभयो, तर त्यो पनि सफल हुन सकेन। यो हाम्रो देशको राजनैतिक अवस्था यस्तै छ। प्रदेशको राजनीतिलाई के भन्नु, देशको राजनीतिक अवस्था यस्तै छ। समयले मान्छेलाई कहाँदेखि कहाँसम्म पुर्याउँछ भन्ने कुरा कसैले पनि देखेको हुँदैन। सो मैले पनि देखेकी थिएन। ल, समाजका लागि एउटा अतुलनीय योगदान गरिदिउँ न त। म कलाकार भएर हिँडेँ भने भोलि म जस्तै एउटा छोरी मान्छे पनि अलिकति आँट गर्नुहुन्छ, म पनि गर्न सक्छु है भनेर सोच्नुहुन्छ भनेरै मैले यो सामाजिक कुरालाई चिर्दै धेरै पटक मेरो घरमा झगडा हुन्थ्यो यो कुराले। तेरी छोरी नाच्दै हिँड्छ, तेरी छोरी गाउँदै हिँड्छ, यसको काम छैन, यसले पढाइ बिगारी अथवा यसले समाजमा यो निम्त्याइ त्यो निम्त्याइ धेरैले भन्नु हुन्थ्यो त्यो बेला चाहिँ। आज उहाँहरू नै
म घर नपुग्दै अगाडि पानीको लोटा लिएर आउनुहुन्छ, दोसल्ला लिएर आउनुहुन्छ, तपाईँले राम्रो काम गर्नुभएको छ भनेर। समाजमा कुनै पनि व्यक्ति राम्रो काम गर्न थाल्यो भने अथवा अशिक्षित समाजमा अलिकति अविचलित समाजमा चाहिँ अलिकति राम्रो काम गर्न थाल्यो भने त्यो मान्छेले जसरी भए पनि त्यसलाई नङ्ग्याउनै खोज्ने, बङ्ग्याउनै खोज्ने, यसलाई तलै झार्नुपर्छ, यसको कामै छैन भन्न खोज्ने, त्यो समाजलाई चिरेर यो स्थान हासिल गर्न अलिकति गाह्रो नै थियो। एउटा छोरी मान्छे अथवा छोरा मान्छे जोसुकै बन्नमा पनि सबैभन्दा ठुलो हात उसको परिवारको हुन्छ, आमाको हुन्छ, बुवाको हुन्छ, सम्पूर्ण परिवारको हुन्छ। म मेरो परिवारका कारणले पनि यो स्थानमा छु र आदरणीय गुरु खैरे प्रसाद नेउपाने जसले मलाई कालीकोटबाट उठाएर काठमाडौँ पुर्याएर यो स्थान दिनुभयो, उहाँलाई पनि धेरै धेरै सम्झना व्यक्त गर्न चाहन्छु। बाजुराबाट कालीकोट उठाएको पनि होला। यो चाहिँ अलिकति ठुलो कहानी छ। बिहानै झगडा भएर निस्केको हो। म चाहिँ बाजुरा गइराख्दा मेरो गोजीमा 10 रुपियाँ थियो, भारू 10 रुपियाँ, त्यो पनि खर्च गरिनँ मैले। मेरो मामा घर चाहिँ बाजुरामा पर्छ, सो त्यो मेरो घरदेखि बाजुरा मार्तोड हिँडेर जान ठ्याक्कै 2 दिन लाग्छ, तर म एकै दिनमा पुगेको थिएँ। घरका मान्छेको रिसले मलाई बाहिर निस्किन दिएनन्। एसई सकिएको थियो त्यो बेला, मलाई बाहिर निस्किन दिएनन्, मलाई केही गर्न दिएनन्। म पढ्न चाहन्छु, म उड्न चाहन्छु भन्ने थियो कि मलाई चाहिँ। म अलिकति आफू स्वतन्त्रताको जिन्दगी जिउन चाहन्छु भन्ने थियो। झगडा गरेर निस्किँदै गर्दाको त्यो क्षण र आदरणीय मामा हर्क खडायतलाई भेटेर मैले थोरै केही कुरा राखेको थिएँ। मलाई पनि यो क्षेत्रतिर एकदमै चासो छ, मलाई एउटा अवसर दिनु पऱ्यो हजुरले भन्दा उहाँले अवसर ल्याएर दिनुभयो। त्यही अवसरले गर्दा आज यो स्थान हासिल भयो। पहिलो गीत कुन हो? मैले पहिलो म्युजिक भिडियोबाट मैले स्टार्ट गरेको थिएँ मेरो साङ्गीतिक यात्रा। म गायिका थिइनँ, म गायिका भएको त भर्खरै 2 वर्ष भयो। सो अहिले पनि म गायिका हुँ भन्न त रुचाउँदैन। अहिले पनि म त्यो गायिका बन्न तत्पर भइसकेको छैन। मैले धेरै कुरा सुधार्न पर्नेछ, धेरै कुरा सिक्न पर्नेछ, धेरै कुरा देख्न पर्नेछ, धेरै कुरा भोग्न पर्नेछ। पापी बुढी गङ्गा भन्ने म्युजिक भिडियोबाट मैले मेरो साङ्गीतिक यात्रा सुरु गरेकी थिएँ। के लाग्छ, आफ्नो चाहना मात्रैले काम गर्दो रहेछ कि घर आमा बुवाले भनेर मात्रै काम गर्दो रहेछ कि कतिजनाले यहाँ पनि गीत गाउनु भएको छ जो कर्णाली कि अब कोइली र न्याउलीको कुरा छ। कैयौँ न्याउलीहरू छन्, कैयौँ कोइलीहरू छन्, तर ती कहाँ छन्, कुन कुनामा लुक्या छन् थाहा छैन। तर त्यो कुनाबाट निस्केर त्यो स्टेसनमा जानका लागि कतिको खटाइ पटाइ या अहोरात्र खड्नुपर्ने के रहेछ? सबैभन्दा ठुलो कुरो इच्छा शक्ति हो जस्तो लाग्छ मलाई। मान्छेमा इच्छा शक्ति भयो भने उसले लडेर पढेर जसरी भए पनि त्यो स्थान हासिल गरेरै छर्छ, किनभने उसको मनमा एउटा इख जागिसकेको हुन्छ र सपोर्ट गर्ने बाआमा पनि हुनुपर्छ। सबैभन्दा ठुलो कुरो मलाई लाग्छ देश एकातिर, सबै समाज एकातिर भएर मेरा पछाडि मेरा बाआमा मात्र उभिदिनु भयो भने पनि मैले त्यो युद्ध जित्न सक्छु जस्तो फिल हुन्छ कि मलाई। किनभने बाआमाको मायाको, बाआमाको विश्वासको महत्त्व त्यति धेरै हुन्छ। बाआमाले जुन ठाउँ दिनुभयो, जुन बाटोमा लाग भन्नुभयो, अहिले के छ? बाआमालाई बिर्सिनु भएको छ कि सम्झिनुहुन्छ? भगवान्लाई कहिले बिर्सिन्छ र? अघि यहाँ आमाहरूले त्यस्तै कुरा गर्दै हुनुहुन्थ्यो। उहाँहरूले हामीलाई जति दुःख गरेर हामीले यो ठाउँमा पुर्यायौँ, अहिले अबका यी सन्ततिहरूले नछोडुन् है भन्ने एङ्गलबाट कुरा गर्नुभएको थियो। त्यही भएर मैले सोधेको। माया देखाउन मिल्ने भइदिएको भए सबैले देखाउनु हुन्थ्यो जस्तो लाग्छ। अलिकति कार्य व्यस्तता छ, अलिकति घर जान टाढा छ। काठमाडौँदेखि, राजधानीदेखि, देशको राजधानीदेखि प्रदेशको राजधानी आउन मलाई आज 8 घन्टा लाग्यो भनेपछि मेरो घर जान अझै समय लाग्छ। माया मनभरि नै छ, मातृत्व कसैले पनि बिर्सिँदैन। जब रुखको जरा बलियो हुन्छ नि तब मात्र रुखमा फल लाग्छ क्या। बाआमा भनेका त्यो रुखको जरा हो मेरा लागि। अनि सँगै धेरै जसो कर्णालीका कैयौँ सुरिला स्वरहरू भएका छन्। सायद मेरो रेकर्डमा 2020 सालमा महाशङ्कर देवकोटा जुम्लाको हुनुहुन्छ, अहिले स्वर्गवास हुनुहुन्छ। उहाँले पहिलो पटक रेडियो नेपालमा गीत रेकर्ड गर्नुभएको हो भन्ने मलाई लाग्छ। त्यसपछि कालीकोटको मिनबहादुर साईले रेकर्ड गराउनु भएको थियो, उहाँ पनि स्वर्गीय हुनुभएको छ। भनेपछि पछिल्लो चरणमा धेरै राम्रा स्वर भएका, धेरै राम्रो कला भएका कलाकारहरू आउँछन्। बर्खाको भेल आउँछ, त्यसपछि जान्छ, त्यसपछि कहाँ पुग्छन् त्यो अवस्था छ। यो किन? उनीहरूको व्यक्तिगत कारण हो या के कारणले हो? हामी असारमा बाली लाउँछौँ। हामीले बाली त्यत्तिकै छोड्दियो भने त्यहाँ भड उम्रिन्छ के, बाली फल्दैन नि राम्ररी। त्यो बालीलाई गोडमेल गर्नु पऱ्यो, बेला बेला हेरचाह गर्नु पऱ्यो। त्यहाँ सरुनी पस्न सक्छ त्यहाँ, होइन? बाली लगाइसकेपछि त्यहाँ सरुनी पस्न सक्छ।
हामी एकैछिनको सफलतामा खुसी भइदिन्छौँ क्या, एकदमै उत्साहित भइदिन्छौँ। ओहो मेरो एउटा अथवा मेरो एउटा साङ्गीतिक कोसेलीले बजारमा यो तहल्का ल्यायो, यो गर्यो, अब चाहिँ म भइसकेँ है, अब यहाँभन्दा पछि चाहिँ अब म त सरासर भइहाल्छु, अब चाहिँ मैले केही पनि गर्न पर्दैन भन्ने कुरा मान्छेलाई अथवा जुनसुकै कुरालाई पनि घमण्डले जहिले पनि सिद्ध्याउने बाटोतिरै लान्छ जस्तो लाग्छ मलाई। गोडमेलको कुरा, गोडमेल आफैले गर्न सकिन्छ या 2-3 जना अरू राखेर गोडमेल गर्ने मान्छेहरू चाहिन्छन्? त्यो आफूले मेहनत गर्ने हो, आफूले समाइसकेको बाटो, आफूले हेरिसकेको, आफू हिँड्न थालेको बाटोमा ठेस लागोस्, चोट लागोस्, रुन मन लागोस्, कसैले कुटोस्, कसैले मारोस्, जेसुकै गरोस्, त्यो बाटोमा आफूले हिँड्न सक्नु पर्यो, त्यो क्षमता आफूले राख्नुपर्छ। रहरसँगै कलाकार बन्नु र त्यसलाई व्यावसायिकतामा जानका लागि त्यसको साधनाहरू कतिको आवश्यक छ कि साधनाका नभएका कारणले पनि मान्छेहरू छेउ टुप्पिँदै गएका हुन्, के लाग्छ? यो कुरामा म अलिकति विज्ञ त छैन, फेरि यस्ता कुरा बोल्दा अलिकति विवादितै भइन्छ। सो म पनि भर्खरै सिक्दै गरेको मान्छे छु, 2 वर्ष भयो गीत गाउन थालेको। साधना चाहिँ कस्तो हो भने क ख आएन भनेपछि के आउँदैन नि त, त्यस्तै हो साधना। साधना चाहिँ जुनसुकै क्षेत्रका लागि साधना भनेको प्र्याक्टिस, आफूलाई बलियो बनाउने एउटा आधार हो। गीत चाहियो भन्ने आयो, तल प्रमुख अतिथि सामाजिक विकास मन्त्री पनि हुनुहुन्छ, डाक्टर साहब हुनुहुन्छ, मान्यज्यूहरू हुनुहुन्छ, मैले देखिरहेको छु। मैले अलिकति पृष्ठभूमि किन उहाँको खोलेको भने यहाँ धेरैजना अघि कविता पनि मैले सुनेको छु, गजलहरू सुनेको छु र गीतहरू पनि हिजो अस्तिदेखि उहाँहरूले गाइरहनु भएको छ। कतिको भित्री इच्छा छ, तर कति त बाथरुम गायक नभएको कोही पनि हुँदैन भन्ने छ। त्यही ढङ्गले उहाँहरूलाई पनि केही प्लस होला भनेर मैले कुरा गरेको। उहाँ इप्सल बाजुरामा म्युजिक भिडियो गरेको देखिसकेपछि उनकै घरमा गएर हामीले त्यहाँबाट बोलाएर ल्याएका थियौँ भनेपछि एउटा अवसर पायो भने यो ठाउँमा पुग्दो रहेछ। त्यस्तै खुड्किला एउटा यो ज्योति फाउन्डेसनले आयोजना गरेको यो कर्णाली छोरीको यो मञ्चबाट यहाँहरूका पनि केही उत्कट चाहनाहरूले काहीँ पूर्णता पाउन सक्छन् भन्नका लागि हो। तपाईँले अब बत्तीले धोका दियो भनेपछि तपाईँले सुरुमा गाएको गीत कुन हो र त्यो गीतको एक टुक्का सुरु गरौँ, त्यसपछि स्टेज नै म बोल्ने छैन, स्टेज नै म स्टलको जिम्मा लाएर म तल गएर ताली पट्काउने छु। ओके, अब कलाकार आउने भन्ने बित्तिकै सबैको इच्छा चाहना चाहिँ गीत गाइदियोस्, नाचिदियोस्, हामीलाई रमाइलो गरिदियोस् भन्ने नै हुन्छ सबैजनाको। यो कुरालाई म मान्छु, सुन्छु पनि, किनभने 2075 सालमा 50 झर्ना पहिलो महोत्सव लाग्दा हामी 4 घन्टाको बाटो हिँडेर महोत्सव हेर्न आउँदा कलाकारलाई देख्न पाउँदा ओहो भन्ने खालको फिल हुन्थ्यो। आज उहाँ कलाकारहरूसँग, धेरै कलाकारहरूसँग स्टेज सेयर हुन्छ, एकदमै खुसी लाग्छ। सो अहिलेलाई चाहिँ मैले पहिलोपटक गाएको गीत न्याउल्या चढियो थियो देउडा, त्यही गुनगुनाउन चाहन्छु। आदरणीय अग्रज धर्मराज नेउपाने शिशिरको सृजना हो। हामी 10 जना गायक गायिकाले गाएका छौँ यो गीत चाहिँ। न्याउल्या चढिया चिसो भौते मङ्से राको चढिया मेघ भौते बर्खाको न्याउल्या चढिया पैसाले किनेर ल्याउला चढिया औषधि झर्काको न्याउल्या चढिया पैसाले किनेर ल्याउला चढिया औषधि झर्काको। धन्यवाद। यो कमर्सियल विज्ञापन हो, समाचार विस्तारमा एकछिन पछि हुनेछ। इप्सललाई अन्तिममा अहिलेको सेसनमा जाँदै गर्दाखेरि त्यसपछि छोटो कार्यक्रम गरेर इप्सल आज बहुत रमाइलो गर्ने भनेर पत्रकार महासङ्घको केन्द्रीय सदस्य पनि हुनुहुन्छ नगेन्द्र उपाध्यायले त्यही जानकारी दिएको मैले यहाँलाई घोषणा गरेँ। र अन्तिममा इप्सललाई मेरो सोध्नु छ, फुली गया लाली गुराँस, फुली गया प्याउली,
फुली गया लाली गुराँस फुली गया प्याउली सबैजना चिन्ता गर्छन् कहिले बन्छौ ब्याउली सबैजना चिन्ता गर्छन् कहिले बन्छन् ब्याउली कर्णालीमा लाखौँ होलान् कोइली अनि न्याउली कर्णालीमा लाखौँ होलान् कोइली अनि न्याउली यो खोज्नका लागि यहाँ सामाजिक विकास मन्त्री समेत हुनुहुन्छ मान्यज्यूहरू पनि हुनुहुन्छ सम्भावना उपसभामुख हुनुहुन्छ सम्भावना भएकालाई प्रदेश सरकारले पनि यसमा अलिकति चासो चिन्ता मात्रै नगरोस् अलिकति पुसअप गर्ने वातावरण सिर्जना गरोस् भन्दै एकछिन पछि इप्सलको पुरै प्रस्तुति रहनेछ भन्दै केही भन्नु छ यहाँ जति पनि उपस्थित हुनुहुन्छ दिदीबहिनीहरू सबैजनालाई मेरो एउटा अनुरोध छ आफ्नो इच्छा कहिले पनि नमार्नु होला यो समाजमा लड्न जाने भने जुनसुकै कुरा पनि प्राप्त हुन्छ आफ्ना बाआमालाई जहिले पनि माया गर्नु होला उहाँले कहिले पनि गलत बाटो सिकाउनु हुँदैन एउटा उमेर हुन्छ जुन उमेरमा मेरो बाआमाले मलाई यसो गर्न दिएनन् उसो गर्न दिएनन् भन्ने हुन्छ त्यो उमेरमा उहाँले तपाईँहरूलाई राम्रो बाटो देखाउनको लागि यसो गरेनन् उसो गरेनौ यसो गर उसो गर किनभने बाआमाको सपना भनेकै छोराछोरीले राम्रो गरिन् भन्ने हुन्छ सो आफ्ना इच्छा कहिले पनि नमार्नु होला चाहना कहिले पनि नमार्नु होला जिन्दगीमा कसको छेडमा व्यक्ति कस्तो भइदिन्छ भन्ने कुरा कसैले पनि देखेको हुँदैन सायद त्यो कुरा लेखेर आएको हुन्छ पनि जस्तो लाग्छ मलाई तपाईँहरूलाई गीत गाउने चाहना छ रहर छ म पनि केही गर्न सक्छु भन्ने चाहना छ भने तपाईँले मलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ मेरो फेसबुक आइडी इप्सल सञ्जाल नै छ सकेसम्म यहाँलाई मैले सपोर्ट गर्ने कोसिस गर्नेछु मेरो तर्फबाट यहाँहरू सम्पूर्णलाई उपस्थितिका लागि धेरै धेरै धन्यवाद कति बाँड्छौ साथीहरू दलका मात्रै पर्चा कति बाँड्छौ साथीहरू दलका मात्रै पर्चा थप चुलिँदै रहोस् अझै ऊर्जा अनि चर्चा थप चुलिँदै रहोस् अझै ऊर्जा अनि चर्चा धेरै धेरै धन्यवाद एकछिन पछि प्रस्तुति रहनेछ अब औपचारिक कार्यक्रम सुरु हुन्छ धन्यवाद धेरै धेरै धन्यवाद आदरणीय दाजुलाई त्यसै गरी कलाकार हामी सबैकी प्यारी कालीकोटमा जन्मेर गीत सङ्गीत क्षेत्रमा आफ्नो नाम बनाउँदै आफ्नो पहिचान बनाउँदै अगाडि बढेकी बहिनी इप्सल सञ्जाललाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु उसको एकदमै व्यस्त सेड्युलमा आफ्नो पनि हाम्रो निमन्त्रणा स्वीकारेर ऊ हिजो मात्र नेपालमा ल्यान्ड भएको थियो र आज एकदमै सकस तरिकाले नेपालगञ्ज हुँदै यहाँ आइपुग्नु भएको छ त्यसका लागि हामी हार्दिक आभार प्रकट गर्दछौँ र उहाँलाई ससम्मान गरी मायाको चिनो प्रदान गरिदिनु हुन यस ज्योति फाउन्डेसनका अध्यक्ष ज्योति कटुवालजीलाई म स्टेजमा आमन्त्रण गर्दछु एकदमै मिठो स्वरकी धानी कालीकोटकी छोरी कर्णालीकी छोरी कर्णालीको पहिचान देउडालाई अगाडि बढाइरहेकी कलाकार बहिनी इप्सल सञ्जाल र दाजुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र भोलि यहाँहरूबाट यस्तै इप्सल सञ्जाल धेरै आउनेछन् भन्ने पनि आशा राखेकी छु हामीसँग एउटा सानो सूचना आइपुगेको छ टिभीएस स्कुटरको चाबी यो हलभित्र कतै हराइरहेको हुनाले कसैले भेट्नु भएको छ भने कृपया स्टेजमा ल्याइदिनु हुन म अनुरोध गर्दछु र एकछिनपछि हामी फेरि इप्सल सञ्जालको गीत सङ्गीतमा झुम्नेछौँ।